भारतीय सञ्चार माध्यममा बालेन शाहको चर्चा। यस्तो छ भारतीय मिडियाको विश्लेषण। यति बेला नेपालको राजनीतिक मैदानमा एउटा यस्तो नाम गुन्जिरहेको छ जसले केवल नेपालभित्र मात्र होइन, छिमेकी देश भारतको मिडिया र राजनीतिक विश्लेषकहरूलाई समेत चासो र चिन्तामा पारिदिएको छ। त्यो नाम हो बालेन्द्र शाह अर्थात् बालेन। नेपालमा आम निर्वाचनको मतगणना अघि बढ्दै जाँदा देखिएको जनलहरले एउटा असाधारण संकेत दिएको छ। काठमाडौँको मेयर पदबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका बालेन शाहप्रति देखिएको समर्थनले केवल नेपाली राजनीतिक दलहरूलाई मात्र होइन, भारतीय सञ्चार माध्यमलाई समेत चकित बनाएको छ। हिन्दुस्तान टाइम्स, द टाइम्स अफ इन्डिया, न्युज 24 लगायतका भारतीय मिडियाले बालेनको उदयलाई नेपालको नयाँ राजनीतिक युगको संकेत भनेर विश्लेषण गर्न थालेका छन्। तर प्रश्न यहाँबाट सुरु हुन्छ, भारतले किन यति धेरै चासोका साथ बालेन शाहलाई हेरिरहेको छ? भारतीय मिडियाका केही रिपोर्टलाई आधार मान्ने हो भने उनीहरूले बालेनलाई केवल एक लोकप्रिय युवा नेताको रूपमा मात्र हेरेका छैनन्, नेपालको परम्परागत राजनीति भत्काउने सम्भावित शक्तिको रूपमा चित्रित गर्न थालेका छन्। भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएको खबरलाई भारतीय मिडियाले प्रसारण गरेका छन्। विशेष गरी बालेन शाहले काठमाडौँ महानगरमा मेयर हुँदा देखाएको कडा प्रशासनिक शैली, सरकारी संरचनामाथि देखिएको चुनौतीपूर्ण अडान र राष्ट्रियतासँग जोडिएका विषयहरू जस्तै आदिपुरुष फिल्म विवादमा लिएको कडा निर्णय, यी सबै घटनालाई भारतीय मिडियाले गहिरो रूपमा अध्ययन गरिरहेको देखिन्छ। यति मात्र होइन, केही भारतीय टेलिभिजन च्यानलले त बालेनलाई नयाँ पुस्ताको राष्ट्रवादी नेता भन्दै विश्लेषण गरेका छन् भने केहीले उनलाई भारतका लागि असहज हुन सक्ने राजनीतिक शक्तिका रूपमा चित्रण गर्न थालेका छन्। यहाँ एउटा रोचक विरोधाभास पनि देखिन्छ। एकातिर भारतीय मिडियाले बालेनलाई जेनजीको राजनीतिक क्रान्तिको प्रतीक भन्दै प्रशंसा गरिरहेका छन् भने अर्कोतिर त्यही मिडियाका केही आवाजहरू उनलाई भारतीय विरोधी धारको नेता भनेर डरको वातावरण पनि सृजना गर्न खोजिरहेका छन्। यसले एउटा ठूलो संकेत दिन्छ, बालेन शाहको उदय केवल नेपालभित्रको राजनीतिक परिवर्तन मात्र होइन, क्षेत्रीय राजनीति र कूटनीतिकमा समेत चर्चा हुने विषय बन्न थालेको छ। नेपालका पुराना राजनीतिक शक्तिहरू अहिले आफ्नो अस्तित्व जोगाउने लडाईँमा देखिएका छन्। तर त्योभन्दा रोचक कुरो के छ भने अब यो परिवर्तनलाई अन्तर्राष्ट्रिय मिडियाले समेत ध्यानपूर्वक हेरिरहेका छन्। अब सबैभन्दा ठूलो प्रश्न यही हो कि बालेन शाहको उदयले नेपालको पुरानो राजनीतिक संरचना मात्र होइन, भारत नेपाल सम्बन्धको पुरानो समीकरणलाई समेत नयाँ मोड दिन सक्छ? यो प्रश्नको उत्तर अहिले कसैसँग छैन। तर एउटा कुरा स्पष्ट हुँदै गएको छ, नेपालको राजनीतिमा सुरु भएको यो नयाँ लहर अब केवल देशभित्र सीमित रहने छैन, यसको प्रभाव सीमा पारी पनि महसुस हुन थालेको छ।